ओके ल तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले हामी नेपालको सुन्दर ताल नेपालको रमणीय ताल धेरै थुप्रै तालहरूमध्ये सबभन्दा चाहिँ गहिरो ताल सबैभन्दा ठुलो ताल चाहिँ हामी रारामा छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ राराको दृश्य चाहिँ एकदम सुन्दर छ मनोरम छ। यी दृश्यहरूले चाहिँ हामीलाई बारम्बार चाहिँ केही कुराहरू बताइराखेको हामी चाहिँ महसुस गर्न सक्छौँ। अब सायद थाहा छैन मेरो आँखाले जति देखिराखेको छ त्यति क्यामेराले कैद गर्न सक्यो सकिएन थाहा छैन। कहिलेकाहीँ क्यामेराहरू पनि चाहिँ यी सुन्दरतालाई कैद गर्नको लागि असमर्थ हुन्छ। तर साँच्चै नै सुन्दर छन् यी दृश्यहरू तपाईँ हेर्न सक्नुहुन्छ एकदम गजब सुन्दर। अनि यी रारा तालले चाहिँ एउटा कुरा जनाइराखेको छ कि यी तालहरूले चाहिँ एउटा कुरा बताइराखेको छ कि यी ताल बनाउने चाहिँ कोही न कोही छ, ईश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ यो तालहरूले चाहिँ बताइराखेको छ। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो साथमा चाहिँ थुप्रो मान्छेहरू हुनुहुन्छ, म आशिष अनि हाम्रो ईश्वर सर अनि हाम्रो फल्गु सर र भिडियो खिचिराखेको चाहिँ हाम्रो विक्रम सर हुनुहुन्छ। एकदम गजब छ विक्रम सर। यो तालहरू हेर्दै गर्दाखेरि तपाईँलाई चाहिँ के आयो, तपाईँको हृदयमा चाहिँ तपाईँको मनमा कस्तो खालको भावना आयो? मैले के सोचिराखेको छु भने म इङ्ग्लिसमा भन्न चाहन्छु एउटा वाक्य। अरे इङ्ग्लिसमा ल। नेपाल इज मोर ब्युटिफुल देन स्विजरल्यान्ड, सो द्याट्स वाइ डोन्ट गो स्विजरल्यान्ड, प्लिज visit Karnali, visit Rara. It is awesome, like a heaven. Okay.